नमस्कार, गुड मर्निङ। आज दशैंको ठ्याक्कै भोलिपल्ट एकादशी हामी नारायणगढबाट हाम्रो यात्रा सुरु गरिरहेका छौँ र यो हाम्रो दशैं भ्याकेसनको मौका छोपेर हामी दशैंको टीका ग्रहण गरिसकेपछि हामी चाहिँ पश्चिम नेपालको यात्रा गर्ने सोचका साथ आज नारायणगढबाट बिहान 5:30 बजेको यो समयमा यात्रा सुरुवात गरिरहेका छौँ र मसँग मेरो निशान म्याग्नाइट छ र मसँग दुईजना अरू जनता जनार्दन पनि हुनुहुन्छ मेरो सहयात्री। यति बेला हामी नारायणीको यो पुल क्रस गर्दैछौँ। यहाँबाट हामी हाम्रो आइटिनरी, हाम्रो सम्भावित आइटिनरी हामी सायद पहिला सुपा देउराली पुग्छौँ। हामी त्यो प्लानका साथ अघि बढिरहेका छौँ। हुन त नेपालमा मौसम पूर्वानुमान, मौसम विज्ञहरूले मौसम पूर्वानुमान गर्नुभएको छ, प्रेडिक्सन गर्नुभएको छ कि आज साँझबाट देशैभर विशेष गरी पूर्वी नेपाल र मध्य नेपालमा भीषण वर्षा हुने र त्यसले ठुलो बाढी र पहिरो आउने सम्भावना रहेको भनेर भन्नुभएको छ। यो नारायणीको हामी नारायणीको पुल माथिबाट यो सुन्दर नारायणीको दृश्य अवलोकन गर्दै अगाडि बढिरहेका छौँ। त्यो भएको हुनाले हामी काठमाडौँ मौसम विज्ञहरूले चाहिँ यो बिचमा यो 2-3 दिन लगातार पानी पर्ने भएको हुँदा जो जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रहनको लागि उहाँहरूले चाहिँ आग्रह गर्नुभएको छ। त्यो भएको हुनाले स्पेसल्ली विशेष गरी बढी इफेक्ट हुने पूर्वी तराई र मध्य नेपाल, पूर्वी नेपाल र मध्य नेपाल भएको हुनाले काठमाडौँ तुरुन्तै जान हतार नगर्ने सोचका साथ हामी पश्चिम नेपाल जहाँ यो मौसमी बदलीको इफेक्ट कम हुने जुन पूर्वानुमान छ त्यसलाई आधार मानेर हामी पश्चिम नेपालको यात्रा गर्दैछौँ। अहिले हामी गैंडाकोट तर्फको यात्रा गरिरहेका छौँ। अब भरे साँझको मौसमले कस्तो अवस्था निम्ति आउँछ त्यो थाहा छैन। उहाँहरूको नेपालको पछिल्लो समय मौसम पूर्वानुमान जुन प्रेडिक्ट उहाँहरूले गर्नुहुन्छ त्यो धेरै जसो मिल्न गइरहेको छ। त्यो भएको हुनाले हामी पनि एकदम कन्फिडेन्टका साथ पश्चिम नेपालमा त्यति साह्रो चाहिँ असर नगर्ला भन्ने विश्वासका साथ यात्रा गरिरहेका छौँ। यति बेला हामी यो पूर्वी महेन्द्र राजमार्ग, महेन्द्र हाइवे, पूर्व पश्चिम महेन्द्र हाइवे अन्तर्गत नारायणगढ बुटवल खण्डमा यात्रा गरिरहेका छौँ जो निर्माणाधीन अवस्थामा छ र धेरै चाहिँ बाटोहरू राम्रो भइसकेको, लगभग कम्प्लिट भइसकेको र कतिपय ठाउँमा चाहिँ पुलहरू बन्न बाँकी रहेको र स्पेसल्ली दाउन्नेको चाहिँ जो 14-15 किलोमिटर भाग छ त्यो चाहिँ अझै पनि समस्याग्रस्त रहेको भन्ने हामीलाई जानकारी प्राप्त भएको छ। त्यही अनुसार हामी सतर्कताका साथ यात्रा गरिरहेका छौँ, ड्राइभिङ गरिरहेका छौँ। अहिले चाहिँ यो सुन्दर दृश्य जुन नारायणगढबाट बुटवलसम्मको यात्रा गर्दा जुन बिचमा देखिने हरियाली फाँटहरू र चाहिँ हरियाला सिधा जङ्गलको बिचबाट जाने सिधा चाहिँ बाटो जुन छ त्यो पक्कै पनि रमणीय छ, देख्दा पनि आनन्ददायी छ। मौसम एकदम सफा छ र बिहानीको समय छ र त्यति गर्मी पनि छैन। हामी एकदम आनन्दका साथ गफिँदै अगाडि बढिरहेका छौँ। हुन त मेरो घरमा चाहिँ उसमा चाहिँ 1 दिनको मात्रै टीका हुन्छ, तर ससुरालीपट्टि हामी 5 दिनसम्म उहाँहरूले टीका लगाउनुहुन्छ। तर हामी यो पश्चिम नेपालको यात्रा गर्ने भएको हुँदा कतिपय ठाउँमा हामीले टीका ग्रहण गर्न बाँकी नै छ। अब टीका ग्रहण गर्न पोसिबल हुन्छ हुन्न फर्केर आएपछि त्यो चाहिँ अब थाहा छैन। तर हामीले जति ठाउँमा टीका लगाउँथ्यौँ योभन्दा अगाडि धेरै ठाउँमा टीका लगाएका छैनौँ, तर पनि हामी पश्चिम नेपालको यात्रा गर्दैछौँ। यति बेला यो रजर आइपुगेका छौँ। हामी यहाँबाट हामी अगाडि बढ्दैछौँ। नवलपरासी जिल्ला जुन छ त्यसको हामी यो बजारहरू यात्रा गर्दैछौँ। यात्रामा हामी 3 जना मात्रै छौँ र हामी यो यात्रा हाम्रो निशान म्याग्नाइटले हामीलाई कहाँसम्म पुर्याउँछ हेरौँ। हामी त्यो हिसाबले
तयारी गरेर अगाडि बढेका छौँ। पश्चिम नेपालको पनि हामी विभिन्न पहाडी जिल्लाहरू विभिन्न हिमाली भेगहरूमा सम्म पुग्ने विश्वासका साथ अघि बढेका छौँ। हुन त हामीसँग हिमाली भेगमा धेरै समय बस्ने खालका चाहिँ ड्रेसहरू हामीले बोकेका छैनौँ, किनभने धेरै बाक्ला कपडाहरू हामीले बोकेका छैनौँ। यो सुन्दर तपाईँको यो सालका रुखहरू कति सुन्दर देखिरहेको छ। हरियो चाहिँ जङ्गलको बिचबाट सिधा राजमार्गमा यसरी यात्रा गर्दा तुरुन्त दसैँको भोलिपल्ट भएको हुनाले सवारी चाप पनि एकदमै कम छ, जसले गर्दा गाडी ड्राइभिङ गर्न पनि एकदम आनन्द आएको छ। यो चाहिँ उतापट्टिको ब्रिज चाहिँ भाँचिएको छ, पुरानो ब्रिज। यो नयाँ ब्रिज अहिले चाहिँ बनेको ब्रिजबाट हामी यात्रा गरिरहेका छौँ। बाटो कहीँ ठाउँमा चाहिँ बिग्रिएको छ, यस्तो छ। तर पनि हामी तराईको चाहिँ बाटोमा त्यस्तो विधि चाहिँ समस्या छैन। यता गएर नयाँ पुलहरू पनि बन्दैछ कतिपय ठाउँमा। हामी यसरी यात्रा गरेका छौँ। विभिन्न बिचबिचमा आउने साना बजारहरू, चोरमारा, डन्डा, हैन, यी बजारहरू क्रस गर्दै हामी अगाडि बढिरहेका छौँ। विशेष गरी यो चाहिँ सिनारियो, यो चाहिँ जुन दृश्य देखिरहेको छ, अत्यन्त बिहानीको समयमा अत्यन्त एकदम मनोरम देखिरहेको छ। हरियो जङ्गल अनि सिधा बाटो अनि निलो आकाश, आकाशमा थोरै सेता बादलहरू देखिएको छ। त्यसले पक्कै पनि यो हाम्रो यात्रालाई रोमाञ्चक बनाइरहेको छ। यो हाम्रो यात्रालाई सुन्दरता, मनोरम थपिरहेको छ। यो हामी कतिपय पहाडी ठाउँहरूमा देखिरहेका छौँ। यो चाहिँ अहिले ताउन्नेको हामी उकालो उक्लिरहेका छौँ। यो चाहिँ बाटो धेरै ठाउँमा ढलान, इन्कम्प्लिट ढलान छ र बर्खामा चाहिँ माथिबाट पहिरो गएको कारण त्यसलाई व्यवस्थापन गर्न कठिनाइ भएको देखिन्छ। यो दाउन्नेको माथि हाइटबाट उता नारायणी किनारमा देखिएको यो चाहिँ दृश्य यहाँ मैले कैद गरेको छु। र अब हामी अगाडि बढिरहेका छौँ। हामी दाउन्नेमा माथि हाइटमा पुगेपछि सर्ट ब्रेक लिन्छौँ, किनभने हामीले बिहान केही पनि खाएका छैनौँ। बिहान उठेर हामी फ्रेस भएर जस्ट पानी मात्रै पिएर अगाडि बढेका छौँ। हामीले बिहान चिया पनि पिएका छैनौँ। त्यो भएको हुनाले हामी अगाडि बढ्छौँ। र हामी थोरै यहाँ चाहिँ दाउन्नेमा एउटा होटलमा हामीले सेल, तरकारी, अन्डा र चिया पिएर हामी फेरि यात्रा अगाडि बढाएका छौँ। यो साँच्चै भन्नुपर्दा त्यहाँको जहाँ हामीले दाउन्नेको यो माथि अर्जुन स्टाफ होटल समथिङ, मैले अहिले ठ्याक्कै बिर्सेँ, त्यहाँ चाहिँ को चिया चाहिँ एकदमै स्वादिलो थियो। त्यो चिया चाहिँ सायदै मैले धेरै मिठो चिया खाने ठाउँहरूमा सम्झिनु पर्दा म त्यो ठाउँलाई पनि सम्झिने गर्छु पक्कै पनि। त्यहाँ चिया चाहिँ एकदम स्पेसल मिठो चिया हामीले खायौँ र हामी अगाडि बढ्यौँ। यति बेला हामी यो दाउन्नेदेखि अगाडिको बजारमा आइपुगेका छौँ र हामी अझै अब बुटवलतर्फको यात्रामा छौँ। हामीले खाना कहाँ पुगेर खान्छौँ। अब हामीले खाजा नास्ता चाहिँ राम्रै नास्ता गऱ्यौँ, सेल, तरकारी, अन्डा खायौँ। त्यो कारणले हामीलाई अझै 1-2 घन्टा 3 घन्टा त्यसले थेक्छ भन्ने लागेको छ। हामी यात्रा अगाडि बढाइरहेका छौँ र यो यात्रामा हामीलाई मौसमले साथ दिइरहेको छ। अहिलेसम्मको अवस्थामा हामीले न्युज प्राप्त गरिरहेका छौँ। पूर्वी नेपाल र काठमाडौँ क्षेत्रमा वर्षा सुरु भइसकेको छ, तर यताको आकाश सफा छ, यताको मौसम सफा छ। हामी यात्रारत छौँ। यति बेला हामी बुटवल पाल्पा सडक खण्डमा यात्रा गरिरहेका छौँ। हामी अब यहाँबाट देब्रे लागेर हामी महेन्द्र हाइवेलाई समातेर अगाडि बढ्छौँ। यो बुटवलको तिनाउ खोलामाथिको पुल। हामी अब यहाँबाट गोरुसिङ्गे सम्म पुगेपछि त्यहाँबाट हामी सायद दाहिने लाग्छौँ। अहिलेसम्मको हाम्रो तयारी, हाम्रो प्लान अनुसार हामी त्यहाँबाट गोरुसिङ्गेबाट राइट लागेर अर्घाखाँचीतर्फ जान्छौँ र त्यहाँ सुप्पा देउराली जो चाहिँ मन्दिर अत्यन्त फेमस छ, हिन्दूहरूले स्पेसल्ली पूजा गर्ने
आराधना गर्ने त्यहाँ एउटा देवीको मन्दिर छ, सुब्बा देउरालीको नामले एकदम प्रख्यात छ। हामी त्यस मन्दिरतर्फ प्रस्थान गर्छौँ र त्यहाँ मन्दिर दर्शन गरेर त्यहाँ अवलोकन गरेर फेरि फर्केर गोरुसिङ्गे नै आउँछौँ र त्यहाँबाट फेरि महेन्द्र हाइवे समातेर अगाडि बढ्छौँ भन्ने हाम्रो योजना छ। हामी पक्कै पनि यात्रालाई निरन्तर रूपमा अघि बढाइरहेका छौँ र यो सुन्दर, यो जति पनि हामी बुटवलबाट पनि अगाडिसम्मको यो दृश्य लगभग उस्तै दृश्य छ। दायाँ बायाँ जङ्गल अनि माथि निलो आकाश, सिधा बाटो, यो सिनारियो एकदमै सुन्दर आकर्षक दृश्य छ यो महेन्द्र हाइवेको। यो पूर्वदेखि पश्चिमसम्मको लगभग दृश्य उस्तै छ। पूर्व पश्चिम राजमार्गका बीचमा यस्ता जङ्गलहरू, प्रचण्ड जङ्गलको बीचमा साना साना बजारहरू चाहिँ आउँछन्, जहाँ हामीले ब्रेक लिन सक्छौँ, जहाँ हामी आराम गर्न सक्छौँ, जहाँ हामी चिया नास्ता खाजा खाना लिन सक्छौँ। यो पूर्वी नेपालबाट पनि, चितवनबाट नारायणगढबाट पूर्वी नेपालको यात्रा गर्दा पनि लगभग यस्तै सिनारियोको दृश्यहरू हामी कैद गर्न सक्छौँ भने पूर्वी नेपालबाट पश्चिमतर्फको यात्रा पनि लगभग यस्तै नै छ। यो चाहिँ महेन्द्र राजाले जुन पहिला पूर्व राजा महेन्द्रले यो चाहिँ पूर्व पश्चिम जुन राजमार्ग बनाए, यो तराई नेपालको तराई भेगलाई छिचोलेर उहाँले जुन यो राजमार्ग बनाउनु भयो, यो अत्यन्त नेपालको लागि यो अत्यन्त दूरगामी प्रभावको चाहिँ राजमार्ग थियो यो, जसको लम्बाइ धन्य 1000 किलोमिटर छ। हामी अहिले नारायणगढबाट बीच, जसलाई हामी पूर्व पश्चिम राजमार्गको सेन्टर मान्न सक्छौँ, हामी नारायणगढबाट अगाडि अहिले बुटवलबाट अगाडि हामी धन्य अब गोरुसिङ्गे पुगिसक्न लागेका छौँ। हामी गोरुसिङ्गेबाट चाहिँ बिस्तारै दाहिने लाग्छौँ। यो यात्रा अत्यन्त रमणीय हुनेछ पक्कै पनि। हामी यति बेला गोरुसिङ्गे आइपुगेका छौँ। अब यहाँबाट हामी दाहिने लाग्छौँ। यो गोरुसिङ्गे चोकबाट हामी यहाँबाट दाहिने लाग्छौँ। यहाँबाट अगाडिको बाटो चाहिँ मेरो लागि नयाँ हो। म पहिलोपटक यहाँबाट अगाडि जाँदैछु, मलाई थाहा छैन यहाँबाट अगाडिको बाटो कस्तो छ। यहाँबाट हेर्दासम्म बाटो एकदम सिधा राम्रो देखिन्छ, एकदम स्ट्रेट बाटो छ, धेरै फराकिलो छैन, साँघुरो छ। त जङ्गलको बिचमा एकदम स्ट्रेट बाटो छ, बाटो एकदम राम्रो छ र मौसम पनि सफा छ, वातावरण पनि राम्रो छ। अब अगाडिको पक्कै पनि अर्घाखाँची पहाडी जिल्ला हो, जहाँ पक्कै यस्ता सिधा बाटो नहुन सक्छ, उकाली ओह्राली हुनसक्छ, त्यो हामीलाई पूर्वानुमान छ। त्यो हिसाबले बिस्तारै अगाडि बढ्दैछौँ। अर्घाखाँचीको यो अर्घाखाँची पुग्दासम्म आकाशमा बादलहरू देखिन थालिसके। त्यो हिसाबले अब हाम्रो पश्चिमको यात्रा के हुन्छ हामी पनि कन्फ्युजमा छौँ, किनभने अब आकाशमा काला काला बादल देखिन थालिसक्यो। यो चाहिँ अब हुन त मध्य नेपालसम्मको चाहिँ क्षेत्रलाई चाहिँ बढी प्रभावित क्षेत्र भनिएको छ। त्यसपछिका केही जिल्लाहरूलाई चाहिँ आंशिक प्रभाव भनिएको छ। जुन आंशिक प्रभाव पर्ने जिल्ला पर्छ सायद अर्घाखाँची, पाल्पा, तानसेन। हामी अर्घाखाँचीतर्फ अगाडि बढिरहेका छौँ र पहाडी बाटो अब उकालो चढिरहेका छौँ र आकाशमा कालो बादल देखिन थालिसकेको छ। अब यसले हाम्रो यात्रालाई, यी झरनाहरू, साना साना झरनाहरूमा पानी बग्न थालिसक्यो, यसले हाम्रो यात्रालाई कति प्रभाव पार्छ, के हुन्छ भन्ने आकलन अहिले गर्न सकिँदैन। अब साँझसम्मको दृश्यले, साँझसम्मको मौसमको दृश्यले हामीलाई त्यो अगाडिको यात्रा तय कसरी गर्ने भन्ने निर्क्युल देला। अहिले चाहिँ हामी सुब्बा देउरालीसम्मको यात्रामा छौँ। सुब्बा देउराली पक्कै पनि एउटा हिन्दू गणेशको रूपमा पूजा गरिन्छ। सुब्बा देउराली एउटा देवीको मन्दिर हो, जसलाई एकदमै यो चाहिँ नेपाली, विशेष गरी नेपालमा मात्रै नभएर भारतबाट पनि भक्तजनहरू त्यहाँसम्म आउनुहुन्छ। स्पेसली भारतीय भक्तजनहरूको पनि पहुँच त्यहाँसम्म सहज छ र चाहिँ उहाँहरू त्यहाँ बढी मात्रामा पुग्नुहुन्छ, किनभने
लुम्बिनी उहाँहरू लुम्बिनी भारतको चाहिँ सुनौलीबाट सुनौली बोर्डर क्रस गरेर लुम्बिनी आउनुहुन्छ। लुम्बिनीबाट तपाईँको यता तौलियाबा तिलौरा कोट निक्लिएर सिधा चाहिँ गोरुसुङ्गे आइपुग्न जम्मा 10-12 किलोमिटर छ तौलियाबाट। त्यहाँबाट गोरुसुङ्गेबाट उहाँहरू सिधै अर्घाखाँची सुपा देउरालीसम्म पुग्नुहुन्छ। जहाँसम्म लाग्छ यो बाटो मलाई मेरो जानकारीमा भएअनुसार सुपा देउरालीबाट पनि अगाडि यता पाल्पा निक्लिने बाटो छ यो बाटो। त्यसपछि उहाँहरू पाल्पा पुग्नुहुन्छ। पाल्पाबाट उहाँहरू पोखरा पुग्नुहुन्छ, पोखरा भिजिट गर्नुहुन्छ र पोखराबाट कोही काठमाडौँ पुग्नुहुन्छ, कोही चाहिँ फर्केर यता फेरि नारायणघाट पुग्नुहुन्छ। नारायणघाटको विभिन्न ठाउँहरू भिजिट गर्नुहुन्छ। त्यो हिसाबले नेपालको प्रमुख सहरहरू, नेपालको चाहिँ भिजिटिङ प्लेस जो पर्यटकीय गन्तव्य छन्, प्रमुख पर्यटकीय गन्तव्यहरू उहाँहरूले यसरी चाहिँ कभर गर्नुहुन्छ, यो रुटमा कभर गर्नुहुन्छ। त्यो भएको हुनाले भारतीय पर्यटकहरूको पहुँच र प्रभाव यस क्षेत्रमा पनि अलि बढी नै देखिन्छ भन्ने मैले पढेको छु, सुनेको छु। र बाटो सानो बाटो छ, घुमाउरो बाटो छ, पहाडी बाटो छ, त्यस्तो अप्ठ्यारो त छैन। तर ठिक छ, हाम्रो नेपालका पहाडी बाटोहरू लगभग यस्तै हुन्। हामी चिन्तित छौँ यति बेला हाम्रो यात्रामा यो कालो बादलको प्रभाव, यो आकाशमा देखिएको बाक्लो बादलको प्रभाव के रहन्छ। अहिले त हाम्रो अगाडि सेतो बादल छ, यतापट्टि साइडमा कालो बादल छ। जुन कालो बादलको चाहिँ जुन प्रभाव देखिन्छ, त्यहाँ कालो बादल हुनु भनेको वर्षा हुने सम्भावना प्रबल रहन्छ। त्यो हिसाबले हामी चिन्तित छौँ र यात्रामा अगाडि बढिरहेका छौँ। विभिन्न ठाउँहरू यहाँ आइरहेका छन्। यो अर्घाखाँची मेरो लागि पहिलो यो गन्तव्य हो। पहिलोचोटि म यस क्षेत्रमा यात्रा गरिरहेको छु। यहाँ चाहिँ ठुला गाडीहरू पनि चलेका छन् र स्पेसल्ली धेरै चाहिँ साना चाहिँ बसहरू, माइक्रो बसहरूको बढी अमरामाई भन्ने ठाउँमा आइपुग्यौँ हामी। अब यहाँबाट हामी अझै अगाडि जान्छौँ। अझै माथि छ सुपा देउराली, अझै पनि टाढै छ। हामी अगाडि बढ्दैछौँ। मोटामोटी पहाडी भेगको यात्रा गर्दा लगभग परिदृश्यहरू, दृश्यहरू मैले अघि नै भने यो कालो बादल, माथि देखिएको कालो बादल हाम्रो लागि चिन्ताको विषय बनिरहेको छ। र हामी पहाड उक्लिँदैछौँ र पानी पर्ने सम्भावना पनि छ। र हाम्रो लागि यो पहिलोचोटि आएको ठाउँ हो। पहिलोचोटि यात्रा गरिरहँदा चाहिँ वर्षा हुनु र सरकारले चाहिँ सतर्क गराउनु, प्रेडिक्ट गराउनु र यात्रा नगर्नुहोस् भनिरहँदा हामी चाहिँ यो यात्रा गरिरहेका छौँ। त्यस कारणले पनि थोरै सतर्क छौँ, थोरै चिन्तित पनि छौँ। ल्यान्डस्लाइडहरू भइरहेको छ, तर पनि सवारी साधनहरू निर्धक्क चलिरहेका छन्। त्यो हिसाबले हामी अलि केही मात्रामा ढुक्क छौँ। पानी पर्नुभन्दा पहिल्यै हामी सुपा देउराली पुगिसक्छौँ भन्ने हाम्रो पूर्वानुमान छ। सुपा देउराली दर्शन गरेर हामी फर्किहाल्छौँ। हामी धेरै बेर भुल्दैनौँ, किनभने हाम्रो यात्रा यता यो पहाडी भेगमा नभइकन अझ पश्चिम नेपाल सम्मको यात्रा हुनेछ भन्ने विश्वास लिएका छौँ। पश्चिम नेपालमा पनि हामी कर्णाली महेन्द्र राजमार्गलाई छोडेर कर्णाली राजमार्गतर्फ प्रस्थान गर्ने हाम्रो प्लान छ। हामी त्यो प्लानका साथ अगाडि बढेका छौँ। हेरौँ समयले, मौसमले र अरू धेरै कुराहरूले, परिस्थितिले कति साथ दिन्छ भन्न सकिँदैन। गर्मी छ यो अहिले पनि, म देखिरहनु भएको छ। म एउटा टी सर्ट भेस्टमा यति बेला ड्राइभिङ गरिरहेको छु र मेरो पछाडि प्रस्पिन ढुङ्गाना हुनुहुन्छ र छेउमा सरस्वती घिमिरेजी हुनुहुन्छ। हामी मेरो सहयात्री र निशान म्याग्नाइट मेरो साथमा छ, जसले मलाई साथ दिइरहेको छ यो यात्रामा। र अहिले हामी अबको केही समयमा सुब्बा देउराली पुग्दैछौँ। पहिला त मलाई यो सुब्बा देउराली भन्ने होला भन्ने बुझाएको थिएँ मैले, किनभने धरानको बुढा सुब्बा दर्शन गरिसकेको थिएँ। यो पहाडी बाटोमा यात्रा गर्दा ठाउँ ठाउँमा यस्ता झरनाहरू देखिन्छन्, बहुत मनोरम लाग्छन् यी झरनाहरू।
हाम्रो लागि त हामी पहाडी बेल्टमा यात्रा गरिरहने हामी नेपालीहरूको लागि सामान्य हो, तर भारतीय पर्यटकहरूको लागि यस्ता झरना, पहाड, खोला, हिमाल उहाँहरूको लागि एकदमै त्यो चाहिँ एट्र्याक्सनको विषय हुन्छ। त्यही भएर उहाँहरूको गाडी रोकिएका छन्, त्यहाँ फोटो खिच्नु भएको छ। तर हामी अगाडि बढिरहेका छौँ। अब थोरै थोरै पानीका छिटाहरू हान्न थालिसकेको छ। यस कारण पनि अलिकति चिन्ताको विषय भएको छ। अगाडि देखिएका क्लियर पहाडहरू बादलले ढाकिसकेका छन्। त्यो भएको हुँदा पानी पर्ने सम्भावना प्रबल छ। सकेसम्म पानी नपरोस् भन्ने हाम्रो चाहना थियो। हाम्रो यात्रामा हामीलाई यो पानीले डिस्टर्ब नगरोस् भन्ने सोच थियो। अब हेरौँ समयले साथ दिन्छ दिँदैन के हुन्छ। हामी यात्रामा अगाडि बढिरहेका छौँ र यस्तो बसहरू चाहिँ कमै मात्रामा चलेको छन्, एउटा दुईटा। तर माइक्रो बस अनि इलेक्ट्रिक भ्यानहरू अलि बढी मात्रामा चलेका छन्। यति बेला इभी बिजुली गाडीहरूको पब्लिक भेहिकलका रूपमा धेरै छ नेपालमा। त्यसले एक हिसाबले सहज वातावरण हिसाबले पनि त्यो राम्रो हो र खर्चका हिसाबले र चाहिँ आफ्नै इन्धन बिजुली प्रयोग गरेर आफ्नै उत्पादन प्रयोग गरेर चलाउनु त्यो राम्रो कुरा हो। तर त्यसको स्थायित्व र त्यसले भोलि पार्ने प्रभाव के छ, त्यसको चाहिँ दूरगामी असर के हुनसक्छ भन्ने कुरामा हामी अझै अनभिज्ञ छौँ। त्यसका थुप्रै राम्रा पक्ष र नराम्रा पक्ष पनि छन्। हामी जति जति अगाडि बढिरहेका छौँ त्यति मौसम बिग्रँदो देखिएको छ। यो चाहिँ हामी लगभग अब मन्दिर नजिक पुगिसकेका छौँ। यो मन्दिरको पहरो मन्दिर यही पहरोको साइडमा छ। हामी मन्दिर लगभग पुगिसकेका छौँ। अब यहाँबाट हामी केही समयमा मन्दिर पुग्छौँ सुब्बा देउराली। तर मौसम पुरै बिग्रिएको छ। हामीले मन्दिर हाम्रो अगाडिपट्टि मन्दिर देखिरहेका छौँ। हामी त्यहाँ आइपुगेका छौँ। त्यो ठुलो पहरो रहेछ। पहरो दुवै साइडमा पहरो छ र त्यो पहरोकोलाई कोरेर बनाएको चाहिँ बाटो छ। हुन त नेपालका जति पनि पहाडी बाटाहरू छन् यसरी नै बनाइन्छ। गाडी यसरी नै साइडमा पार्किङ गरिएको छ। माथिबाट ढुङ्गा खस्ने सम्भावना पनि प्रबल छ। त्यो भएको हुनाले मैले चाहिँ गाडी यहाँ पार्किङ गर्न सकिनँ। म थोरै अगाडि जाँदैछु, मन्दिरभन्दा अगाडि पुग्छु। हेरौँ हामीले मन्दिर देखिसकेका छौँ। मन्दिरमा भक्तजनहरूको घुइँचो छ। दसैँको यो टिकाको भोलिपल्ट पनि यहाँ हामी गाडी यो चाहिँ पूजा सामग्रीभन्दा अगाडि हामीले पार्किङ गऱ्यौँ। दसैँको भोलिपल्ट भएर पनि भक्तजनहरूको बाक्लो उपस्थिति छ। अब यो चाहिँ पर्यटकीय हिसाबले पनि सुन्दर ठाउँ छ र यो चाहिँ मन्दिरका हिसाबले चाहिँ धर्मका हिसाबले पनि भक्तजन र पर्यटकहरूको बाक्लो धार्मिक पर्यटक अथवा प्राकृतिक सौन्दर्यको आनन्द लिने पर्यटकहरू दुवै। हामी चाहिँ प्राकृतिक रूपमा पनि धार्मिक रूपमा भन्दा पनि हामी प्राकृतिक रूपमा चाहिँ हामी अलि बढी एक्साइटमेन्ट हुन्छौँ। त्यो हिसाबले हामी धार्मिक क्षेत्रमा आइसकेपछि थोरै धार्मिक हुने त कुरा रह्यो नै, तर पनि हामीलाई अझ धेरै प्रकृतिले हामीलाई आकर्षित गर्ने गर्छ। त्यो भएको हुनाले हामी अहिले चाहिँ मन्दिर प्राङ्गण आइसकेका छौँ। मन्दिरमा भिड छ र यहाँ पूजा गर्ने फोटो खिच्नेहरूको बाक्लो भिड छ। हामी यो सुब्बा देउराली मन्दिर परिसरमा छौँ। अब हामीले पूजा गरिसक्यौँ। लाइन बसेर पूजा गऱ्यौँ। लाइन छ यहाँ। यो लाइनमा हामी छौँ र अगाडि पूजा गरिसकेर हामी यहाँ चाहिँ यो अगाडिको जुन मैले अघि सुरुवातमा देखाएको पहाड थियो, ठुलो पहाड छ। यो पुरै बादलले ढाकेको छ। योभन्दा माथिपट्टि चाहिँ झोलुङ्गे पुल छ। यो हामी जुन बाटो आयौँ त्यो बाटोको ठुलो पहरा र पारिपट्टिको पहरा जोड्ने एउटा झोलुङ्गे पुल छ। यो बादलले ढाकेको छ। त्यो झोलुङ्गे पुल माथिबाट अझ सुन्दर दृश्य देखिन्छ। तर हामी त्यहाँसम्म पुग्दैनौँ। हामीसँग समय छैन। हामी जस्ट हाम्रो मेन गन्तव्य अन्तै छ। तर हामीले यो बिचमा पर्ने केही महत्त्वपूर्ण स्थानहरूलाई कभर गर्ने सोचका साथ हामी आज
यो सुब्बा देउराली मन्दिरमा आइपुग्यौँ, हामीले पूजा गऱ्यौँ। अब यहाँ धुपबत्ती गर्दै हुनुहुन्छ र नरिवल फुटाउँदै हुनुहुन्छ। त्यसपछि हामी हाम्रो यहाँबाट फर्केर हाम्रो गन्तव्यतर्फ अर्को गन्तव्यतर्फ लाग्नेछौँ। पक्कै पनि यो धार्मिक रूपमा त यसको महत्त्व पक्कै छ, तर सौन्दर्यका हिसाबले प्राकृतिक सौन्दर्यका हिसाबले यो अत्यन्त मनोरम ठाउँमा छ। हुन त नेपालका प्रसिद्ध धेरै पनि जति पनि मन्दिरहरू छन् ती प्राकृतिक हिसाबले सबै सुन्दर ठाउँहरूमा छन्। नेपालको विशेष गरी हिन्दूहरूका जति पनि मन्दिरहरू हुन्छन् त्यो चाहिँ प्राय पहाडहरूमा अलि चाहिँ प्राकृतिक रूपमा त्यस्तै ठाउँहरूमा रहने गरेको हामी पाउँछौँ, जसले प्राकृतिक सौन्दर्यताको पनि आनन्द दिलाउँछ र धार्मिक रूपमा हामी त्यसै पनि आनन्दित हुन्छौँ। अब हाम्रो यात्रा लगभग यो सुब्बा देउरालीसम्मको यात्रा यहीँ समाप्त हुन्छ। त्यसपछि हामी अगाडि बढ्छौँ। यहाँबाट फर्केर हामी फेरि अब गोरुसिङे पुग्छौँ र गोरुसिङेबाट अहिलेसम्म चाहिँ पानी सानो सानो छिटा मात्रै हानेको छ, तर पानी परिहाल्ने सम्भावना छ। अब अगाडि त्यो भएर हामी धेरै समय यहाँ रोकिँदैनौँ, यहाँबाट अगाडि बढिहाल्छौँ र यो भिडियो चाहिँ हाम्रो यहीँसम्म रहनेछ। योभन्दा अगाडिको यात्रा हामी अर्को भिडियोमा पोस्ट गर्नेछौँ। पक्कै पनि हाम्रो केही दिनको यात्रा रहनेछ र हाम्रो यो च्यानललाई तपाईँहरू सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्। हामी सकेसम्म यस्ता भिडियोहरू पोस्ट गर्ने जमर्को गरिरहनेछौँ। अर्को भिडियोको लागि अर्को भिडियो हेर्नुहोला। धन्यवाद।